नमस्ते साथीहरू, नेपाली टेक्निकल एनालाइसिस च्यानलमा स्वागत छ। मैले युट्युबमा नेपाली भाषामा टेक्निकल एनालाइसिस सिक्ने भिडियोहरूको खोजी गरेँ। त्यहाँ धेरैजसो भिडियोहरू कुन स्टक किन्ने, कुन स्टक बेच्ने, बढ्ने स्टक कुन हो, घट्ने कुन हो, यस्तै कुरामा मात्र केन्द्रित देखिन्थे। तर वास्तविक टेक्निकल एनालाइसिस भनेको केवल स्टकको नाम लिने कुरा होइन। यसमा त चार्ट पढ्ने, प्राइसको पुरानो हिस्ट्री बुझ्ने, बजारको भोल्युम हेर्ने, ट्रेन्ड चिन्ने जस्ता कुराहरू जान्नुपर्छ। तर यस्तो ज्ञान दिने भिडियोहरूको कमी देखेँ। त्यसैले मैले सोचेँ, अब यस्तो सामग्री म आफै बनाउँछु, जसले टेक्निकल एनालाइसिस के हो भन्ने कुरा नेपालीमा सरल भाषामा बुझाउँछु। यो च्यानलमा हामी स्टकको सिफारिस होइन, बरु टेक्निकल एनालाइसिसको वास्तविक सिप सिक्नेछौँ। बेसिकदेखि सुरु गरेर चार्ट कसरी पढ्ने, प्राइस कसरी बुझ्ने, कुन समयमा बजारमा के चलिरहेको थियो, सबै कुरा विस्तारमा बुझ्नेछौँ। यदि तपाईँ पनि शेयर बजारमा जान्न, बुझ्न र राम्रो निर्णय लिन चाहनुहुन्छ भने टेक्निकल एनालाइसिस सिक्नै पर्छ। त्यसैले हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। साथमा सिक्ने यात्रा सुरु गरौँ। अब तपाईँको मनमा प्रश्न उठ्न सक्छ, के हो त टेक्निकल एनालाइसिस? ठिकै छ साथीहरू, पहिला यही कुरामा चर्चा सुरु गर्दैछौँ। टेक्निकल एनालाइसिस भन्नाले हामीले स्टकको मार्केटको चार्ट, प्राइसको पुरानो डाटा अनि बजारको व्यवहार हेरेर भविष्यमा प्राइस कहाँ जान सक्छ भनेर अनुमान लगाउने विधिलाई बुझाउँछौँ। यो कुनै ज्योतिष होइन, तर तथ्यमा आधारित विश्लेषण हो। जस्तै एक स्टकको मूल्य अघिल्लो हप्ता कहाँ थियो, भोल्युम कति थियो, बजार उकालो थियो कि ओह्रालो, यस्तो सबै कुरालाई हेरेर चार्टमा बनेका प्याटर्न, ट्रेन्ड लाइन, इन्डिकेटरहरूको सहायता लिँदै हामी अनुमान गर्छौँ कि अबको मुभमेन्ट कस्तो हुन सक्छ। सिधा भाषामा भन्नुपर्दा टेक्निकल एनालाइसिस भनेको बजारको भूत हेरेर यसको भविष्य अनुमान गर्ने तरिका हो। यसमा फन्डामेन्टल कुरा जस्तै कम्पनीको रिपोर्ट, नाफा घाटा जस्ता कुरा भन्दा पनि प्राइस र भोल्युममा मुख्य ध्यान दिइन्छ। त्यसैले टेक्निकल एनालाइसिस सिकेपछि तपाईँ आफै निर्णय गर्न सक्नुहुन्छ कुन बेला बजार छिर्ने, कुन बेला बाहिर निस्किने। अरूमाथि भर परिरहनु पर्दैन। अब अर्को कुरा आउँछ, टेक्निकल एनालाइसिसमा के हेरिन्छ त अनि के को प्रयोग गरिन्छ त? यो पनि धेरै महत्त्वपूर्ण प्रश्न हो। टेक्निकल एनालाइसिस गर्दा हामी मुख्यतया चारवटा कुरा हेर्छौँ। 1. प्राइसको मुभमेन्ट। स्टकको मूल्य समयसँगै कसरी हिँडेको छ भन्ने हेर्छौँ। माथि गइरहेको छ कि तल झरिरहेको छ, यो ट्रेन्ड के छ भन्ने बुझ्नुपर्छ। 2. भोल्युम। कुनै स्टकको किनबेच धेरै भएको छ कि छैन, धेरै मानिसहरू संलग्न छन् कि छैनन्, भोल्युमले बजारको आत्मविश्वास देखाउँछ। 3. ट्रेन्ड र ट्रेन्ड लाइन। बजार उकालो छ कि ओह्रालो, ट्रेन्ड हेरेर हामी अगाडिको दिशा अनुमान गर्छौँ। त्यसलाई बुझ्नका लागि ट्रेन्ड लाइन प्रयोग गरिन्छ। 4. सपोर्ट र रेजिस्टेन्स। मूल्य कुन स्तरमा गइ रोकिएको छ, कुन ठाउँमा धेरै पटक बाउन्स भएको छ, त्यसलाई सपोर्ट रेजिस्टेन्स भन्छौँ। अब कुरा गरौँ के टुल्स प्रयोग गरिन्छ त टेक्निकल एनालाइसिसमा भन्ने कुरामा। हामीले प्रयोग गर्ने टुल्सहरू यस्ता हुन्छन्। मुभिङ एभरेजेस, मूल्यको औसत गति बुझ्न। RSI, रिलेटिभ स्ट्रेन्थ इन्डेक्स, स्टक ओभरबट छ कि ओभरसोल्ड भनेर बुझ्न। MACD, मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स, ट्रेन्ड परिवर्तन कहिले आउँछ भनेर सङ्केत दिन्छ। क्यान्डलस्टिक प्याटर्न्स, बजारको भावना बुझ्न सहायक हुन्छ। चार्ट प्याटर्न्स जस्तै हेड एन्ड सोल्डर्स, डबल टप, फ्ल्याग प्याटर्न, यस्तै कुराहरूले मिलेर टेक्निकल एनालाइसिसको आधार तयार पार्छ। टेक्निकल एनालाइसिस भनेको केवल चार्ट देख्ने कुरा होइन, यो त बजारको भाषा पढ्ने कला हो। अब तपाईँलाई थाहा भयो टेक्निकल एनालाइसिसमा के हेर्छौँ र के को टुल्स प्रयोग गरिन्छ। अर्को भिडियोमा हामी यिनै टुल्सको वास्तविक चार्टमा प्रयोग कसरी गर्ने भन्ने देखाउनेछौँ। त्यसैले सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब धेरै साथीहरूको जिज्ञासा हुन्छ, चार्ट भनेको के हो त अनि चार्टका प्रकारहरू के हुन्छन् त?
सिधा भाषामा भन्नुपर्दा चार्ट भनेको स्टकको मूल्य समयसँगै कसरी हिँडिरहेको छ भन्ने कुरा देखाउने चित्र हो। ठ्याक्कै जस्तै मौसमको तापक्रम हेराउन ग्राफ बनाइन्छ नि, त्यस्तै स्टक मार्केटमा प्राइस मुभमेन्ट हेर्न पनि चार्ट बनाइन्छ। अब धेरैजनाको मनमा प्रश्न आउँछ, नेपालको शेयर बजार नेप्सेको चार्ट ट्रेडिङ भ्यूमा हेर्न मिल्छ त? हो, नेप्सेको चार्ट पनि हेर्न मिल्छ, तर त्यस्तो सुविधा प्रयोग गर्न विभिन्न साइटको पेड प्लानहरू पनि छ। तर पनि हामीले नेप्से अल्फाबाट निशुल्क रूपमा त्यस्तो चार्टहरू हेर्न सक्छौँ। पहिला nepsealpha.com मा जानुहोस् र अल्फा चार्ट भनेको ठाउँमा गएर हेर्नुभयो भने तपाईँले त्यहाँ टेक्निकल एनालाइसिस चार्ट देख्नुहुन्छ र यसलाई क्लिक गरेर तपाईँ एडभान्स टेक्निकल चार्ट प्रयोग गर्न सक्नुहुन्छ। अब कुरा गरौँ चार्टका मुख्य प्रकारहरू के छन् त। 1. लाइन चार्ट। यो सबैभन्दा सामान्य चार्ट हो। यसमा केवल क्लोजिङ प्राइसहरूलाई जोडेर रेखा बनाइन्छ। साझा ओभरभ्यू लिन सजिलो, तर धेरै विवरण चाहियो भने यो पर्याप्त हुँदैन। 2. क्यान्डलस्टिक चार्ट। यो सबैभन्दा धेरै प्रयोग हुने चार्ट हो टेक्निकल एनालाइसिसमा। प्रत्येक क्यान्डलले 4वटा कुरा देखाउँछ: ओपन, हाई, लो, क्लोज, संक्षेपमा OHLC। हरियो क्यान्डल भनेको मूल्य बढेको हो, रातो भनेको घटेको हो। ट्रेडर्सहरूले धेरैजसो यही चार्ट प्रयोग गर्छन्। 3. बार चार्ट। यो पनि OHLC डाटा देखाउँछ, तर क्यान्डलको सट्टा थोप्ला र रेखाको रूपमा। थोरै पुरानो तर अझै उपयोगी चार्ट हो। 4. हेकिन आशी चार्ट। यो क्यान्डल जस्तै देखिन्छ तर स्मुदिङ गरिएको हुन्छ। ट्रेन्ड क्लियर देख्न सजिलो हुन्छ। अब हामी हेर्छौँ कि ट्रेडिङ भ्यूको चार्टमा के हुन्छ र ती सबै कुरा केका लागि प्रयोग गरिन्छ त। यदि तपाईँ नयाँ हुनुहुन्छ भने पनि चिन्ता लिनु पर्दैन, म एक एक गरेर सजिलैसँग बुझाउँछु। 1. चार्ट एरिया। सबैभन्दा पहिलो कुरा, चार्टको मुख्य भाग। यहाँ तपाईँले स्टकको प्राइस कसरी बढेको घटेको भन्ने लाइन, क्यान्डल वा बार चार्टमा देख्नुहुन्छ। यिनै चार्टमाथि तपाईँ ट्रेन्ड लाइन, सपोर्ट, रेजिस्टेन्स र इन्डिकेटरहरू राख्न सक्नुहुन्छ। यो भागबाट तपाईँ प्राइसको हिस्ट्री हेर्न सक्नुहुन्छ र ट्रेन्ड कता जान सक्छ भनेर अनुमान गर्न सक्नुहुन्छ। 2. टाइम फ्रेम सिलेक्टर। चार्टको माथिल्लो भागमा तपाईँले 1 मिनेट, 5 मिनेट, 1 डे, 1 विक जस्ता टाइम फ्रेम सेलेक्ट गर्न सक्नुहुन्छ। छोटो समयको ट्रेड गर्ने हो भने 1 मिनेट, 15 मिनेट, 1 आवर उपयुक्त हुन्छ। लामो समयको लगानी गर्ने हो भने 1 डे, 1 विक, 1 मन्थ उपयुक्त हुन्छ। जुन हिसाबले तपाईँ ट्रेड गर्नुहुन्छ त्यही अनुसार टाइम फ्रेम मिलाउने। 3. टुल्स प्यानल। बायाँपट्टि तपाईँलाई लाइन, ट्रेन्ड लाइन, टेक्स्ट, फिबोनाची, एरो आदि टुल्स देखिन्छ। यी टुल प्रयोग गरेर चार्टमा एनालाइसिस गर्न सजिलो हुन्छ। जस्तै ट्रेन्ड लाइन बनाएर बजारको दिशा देख्न सकिन्छ। 4. इन्डिकेटर्स र स्ट्र्याटेजिज। FX लेखिएको ठाउँमा टप बारमा रहेको FX बटन थिचेर तपाईँ RSI, MACD, मुभिङ एभरेज जस्ता इन्डिकेटर राख्न सक्नुहुन्छ। यी टुल्सले तपाईँलाई बजारको ताकत, मोमेन्टम, ओभरबट वा ओभरसोल्डको स्थिति देखाउँछ। 5. वाच लिस्ट। दायाँपट्टि रहेको सूची। दायाँपट्टि तपाईँ हेर्न चाहेको स्टकहरू राख्न सकिने वाच लिस्ट हुन्छ, जसले गर्दा बारम्बार मन परेको स्टकहरू सजिलै हेर्न सकिन्छ। 7. लाइट डार्क मोड प्लस लेआउट्स देखावट मिलाउने सेटिङ। आफ्नो आँखाको सजिलोको लागि लाइट वा डार्क मोड मिलाउन सकिन्छ। साथै मल्टिपल चार्ट एकैसाथ हेर्ने लेआउट पनि बनाइन्छ। ट्रेडिङ भ्यू केवल चार्ट हेर्ने प्लेटफर्म होइन, यो त तपाईको टेक्निकल एनालाइसिसको साथी हो। सही रूपमा चलाउन सिक्नुभयो भने तपाईँ बजारमा राम्ररी निर्णय लिन सक्नुहुन्छ। साथीहरू, आजको यो भिडियो यही सकिन्छ। हामीले बुझ्यौँ टेक्निकल एनालाइसिस भनेको के हो, चार्ट केका लागि प्रयोग हुन्छ, ट्रेडिङ भ्यूमा के कुरा हेर्ने, अनि नेप्सेको चार्ट फ्रीमा कहाँ हेर्न सकिन्छ। अब तपाईलाई थाहा भइसकेको छ, टेक्निकल एनालाइसिस भन्नाले केवल स्टक बढ्छ कि घट्छ भन्ने कुरा होइन, बरु त्यो एउटा सिप हो जुन सिक्न सकिन्छ, अभ्यास गर्न सकिन्छ र आफूलाई सुधार गर्न सकिन्छ। यदि तपाईलाई आजको भिडियो उपयोगी लाग्यो भने लाइक गर्न नबिर्सिनुहोस्, च्यानललाई सब्स्क्राइब गरेर नोटिफिकेसन बेल दबाउनुहोस्
ताकि तपाईले आगामी सिकाइहरू छुटाउन नपरोस्। कमेन्टमा लेख्नुहोस् म सिक्न तयार छु र तपाईँ कुन टपिकमा नेक्स्ट भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि लेखिदिनुहोस्। धेरै चाँडै भेटौँला अर्को भिडियोमा जहाँ हामी क्यान्डलस्टिक चार्ट पढ्ने तरिका, RSI, MACD जस्ता इन्डिकेटरको मिनिङ र एक्चुअल चार्टमा एनालाइसिस गर्ने अभ्यास गर्नेछौँ। सिकिरहौँ, बुझिरहौँ, अघि बढिरहौँ। धन्यवाद।